हाम्रो बाबाहरूले भन्थ्यो क्या पहिला यहाँबाट कोही बेला क्या पुल्ठो जान्छ अरे क्या यता अन्त त्यो पनि त्यो पुल्ठो पनि कोही बेला कति महिनाको बादमा यता त्यो बिच भक्तबहादुर उसको नाम भक्तबहादुर अच्छा उहाँलाई केही भएन त्यो मोतीलाल अलि गडबडी भयो अब के भयो त्यो उसलाई अलिकति झन्डै पागल भएर अलिक गलामा छुरी पनि लगाएको थियो आम्मामा ए गलामा छुरी लागेको थियो तर पछि के कसो गर्दा मिलाएर अहिले चाहिँ राम्रै छ मान्छे अहिले ठिक भयो स्टारमा अन्त त्यो माथिबाट आउँदा घर चाहिँ साधु उत्रेको जस्तो देखेको अरे क्या उसले कहाँ सुन्नु घाँटी आफ्नो रेटी हो घाँटी रेटी है कटारेको हो हामीले पनि भेट्यौँ के भेट्नु अलिअलि त्यो उहरू भेट्यौँ हो त्यसको नमुनाहरू उयो के अरे फलफुल पनि थियो त्यहाँ एकजना भाइले तल एउटा मूर्ति भेटायो अच्छा कटारे राख्दैन काम गर्दा गर्दै काम गरेकै ठाउँमा मर्थ्यो आम्मामा र अहिले हामी भने लोहागढ भन्छौँ है लोहागढमा छौँ धुपकासी भनेर पनि यसलाई चिनिँदो रहेछ है र यहाँको चाहिँ ऐतिहासिक जुन चाहिँ एउटा यो धार्मिक भनौँ है र अहिले एउटा पौराणिक यहाँको इतिहास छ जसलाई चाहिँ हामीले लोहा राजा लोहा रानी बस्ने ठाउँ भनेर चिनिन्छ है त्यस ठाउँमा छौँ र यहाँमा अहिले यहाँबाट चाहिँ विशेष के छ भन्दाखेरि यहाँको स्थानीय बासिन्दाहरूबाट चाहिँ यहाँको इतिहासको बारेमा र यहाँको जुन चाहिँ दैविक घटनाहरू छ है त्यसको विषयमा जान्ने हामी प्रयास गर्नेछौँ हेर्दै गर्नु यो उताडि छ नि तपाईँ यो डिप माथि ढुक होइन त्यहाँबाट यस्तो पेटबाट कस्तो ओह्रालो जाँदो रहेछ त्यहाँको ढुङ्गा हेर्नु नि त्यो ढुङ्गा होइन जस्तो लाग्छ त्यो जे पनि क्या त्यो फलाम जस्तो फलाम जस्तो क्या त्यो मन्दिरहरू एउटा कुनै पातहरू गरेर बस भएको हुन्छ नि त्यस्तै गरेको त्यस्तो म त हेरेको पो छु एउटा ताउन भाइ थियो हामीसँग होइन हामीसँग एडिसनमा काम गर्दै बगानमा ऊ पनि क्या यो ढुङ्गा हेर न मन्दिर नि मान्छे साथी साथीलाई मान्छे त्यो हजुर तपाईँले पनि भन्नुभयो अनि हामी पनि गएको त्यहाँनिर कि त्यहाँ हामीले पनि हेऱ्यौँ कि फलाम जस्तो ढुङ्गा गरौँ गरौँ छ अहिलेसम्म छ त्यो यत्रो ढुङ्गा गरौँ न गरौँ चलाउँ जस्तो सबै परेको त्यहाँ फेरि माथि नापखोप भन्ने जग्गा छ होइन बल्लो ढुङ्गा छ मतलब त्यहाँ हाम्रो साथी त चढे नेपाली हामीसँग बगानमा काम गर्थ्यो होइन टी गार्डनमा एडिसनको सिजनमा होइन त्यति बेला फाका हुन्छ काम सक्यो घुम्नु पुरा खानासाना बोकेर टिफिन सिफिन बोकेर आज आज एकछिन मात्रै काम गर्छ साहेबले जेसुकै भनेर गएको त्यहाँबाट अन्त घुमेर मजाले घुम्नु त्यो मोरो त ऊ मान्छे यो ढुङ्गा होइन यो केही न केही त यहाँ भएको हो लहरानीले केही पापसाप भएर त यो भएको अब कटेर अन्त यो भक्ति के भन्ने क्या त कटेर उसले अन्त तिनीहरू अन्त त्यो माथि टार छ नि टार यहाँनिर टारमा अन्त त्यो माथिबाट आउँदा घर चाहिँ साधु उत्रेको जस्तो देखेको अरे क्या उसले कहाँ सुन्नु घाँटी आफ्नो रेटी हो घाँटी रेटी है कटारेको हो उसले त्यो साधु देखेको नि त खासमा त उसले केही नै देखेर जस्तो उसलाई त दिन त दिएको थियो होला उसले मान्नु लास्टमा आफूले हाम्रो बाबाहरूले भन्थ्यो क्या पहिला यहाँबाट कोही बेला क्या पुल्ठो जान्छ अरे क्या यता अन्त त्यो पनि त्यो पुल्ठो पनि कोही बेला कति महिनाको बादमा यता फर्किन्छ हाम्रो बाबाहरूले सिकार खेल्थ्यो नि त पहिला सिकार खेल्दा गरी अरे उयो फालफुल पुरा भेटेको अरे त्यहाँ सुन्तलाहरू के खाने सबै कुरो क्या हाम्रो बाबाहरूले ए फलफुल पनि भेटेको पोखराइ नै अब हो जस्तो कि अब पोखराइ माथि पोखरा अरे तर घरमा आउँदा गर्दा छैन अरे घरमा लिएर जान्छु भने केही पनि हुनु केही न केही त सत्य छ नि त्यहाँनिर त्यसलाई नि त रहर लाग्ने त्यसलाई नि त अन्त यति याद गर्नु कि यहाँनिर विश्वकर्माहरूले कुन चाहिँ गर्छ नि त्यो फलम कुट्ने ढापु ढापु गर्छ नि उता उतातिर छ यहाँ गर्नु सक्दैन त्यो चाहिँ एकदम साक्षात् छ यहाँनिर चाहिँ है त्यो कुरो चाहिँ त्यो लहरानीले चाहिँ बात गरेको जग्गाहरू छ त्यो त बहुत राम्रो छ भन्छ खै अब हामीले नै मसिनो हुँदा बाबाहरूले गर्दा सुनेको अहिले सुनेको भएको तपाईँले कति वर्षदेखि सुन्नुभएको सुन्दै आउनु भएको यो भाइले सुनेको त बुद्धि आएकोदेखि नै अहिले अब 48 वर्ष पुगिसक्यो होइन हजुर बुद्धि आउँदाखेरि त सुनेको बाबाहरूले यहाँ मतलब लोहाको काम गर्नेहरू चाहिँ हुँदैन यहाँ हुन्छ तर त्यो यस्तो क्या हातले चलाउँछ नि त्यो मात्रै चल्छ त्यो हापु गर्छ नि यस्तो त्यो चाहिँ चल्दैन अरे त्यो जस्तै गरे पनि चल्दैन त्यो यहाँ बाँसुरे भन्ने एउटा थियो नि पहिला त विश्वकर्मा त टप हो बनाउनु उसले ट्राई गरेको झन् मरेको त्यो उयो कमानको साइरन पनि बन्द हुन्छ भन्छ त्यो त कुनै त्यो त अहिलेसम्म थाहा भएको यो कुरा पनि होइन त्यो सुन्नमा आएको थियो कि त्यो साइड फर्केर जुन चाहिँ बजेको छ साइरन त्यो पनि बन्द हुन्छ अरे भन्ने कुराहरू सुनेको थिएँ थाहा छैन साइरन त अब यहाँ त्यसै हुन्छ त्यो लाइन पनि हाम्रो बगानको साइरन क्या हो हजुर बिग्रे गर्छ बिग्रे हुन्छ
घरि त्यहाँ बजेको साइरन पहिला खप्पिँदै डल्लै सुन्थ्यो होइन हजुर अहिले त्यो त छैन नि यहीँ गाउँमा नि सुन्दैन कुकुरले भुक्यो भनेपछि त्यहाँको त्यही पावरले नै पावरै छ यसो हेर्दाखेरि हेर्नु नि अब यसो हेर्दाखेरि चारैपट्टि पहाडै पहाड हो यो त अब पोखरा जस्तो छ हेर्नुहोस् है बिचमा बिचमा हेर्नु त अब यता अलिकति भत्किएको छ उता मेचीपट्टि अलिकति भत्किएको छ सोचेर ल्याउँदा त पोखरा नै भन्छ नि होला त तपाईँहरू यो जानुहुन्छ यो जङ्गलतिर जान्छु नि हौ जानुहुन्छ है केही कुरोहरू पाउनु हुँदैन भेट्नु हुँदैन अहिलेसम्म त भक्नु गएकोसँग भेटेको छैन त्यही त त्यो ढुङ्गा त्यही किन चाहिँ ढुङ्गा त हामीले पनि सायद देखेर आयौँ हेऱ्यौँ कि ढुङ्गा चाहिँ त्यो फलम जस्तो छ है फलम जस्तो नि छ तपाईँको त्यो ढुङ्गा पनि त्यो कोइला त्यो बगानको त्यो रोशनी यो शुक्लाहरू चलाएर काचाकुची हुन्छ नि हजुर। त्यस्तो ढुङ्गा पत्थर कोइला जस्तो पत्थर कोइला पत्थर कोइला जस्तो क्या कस्तो वाइट छ होइन त्यो गरौँ गरौँ त्यो ट्याङ ट्याङ बज्छ त्यो ढुङ्गा होइन नि त्यो फलम फलम त्यो एउटा भनाइ पनि छ एउटा यो पौराणिक समयदेखि नै सुन्दै आएको होइन त्योबाट चाहिँ हतियारहरू बनाउँथे अरे भन्ने कुराहरू पनि छ नि त्यो के त्यो तपाईँहरूले हजुर त्यो त अब हामीले त्यो कस्तो जुन चाहिँ खाएको अब जुन चाहिँ पुरो पहाडले त भनेको त राम्रो हजुर हुन्छ ल धन्यवाद दिदी हामी र हाम्रो गाइडलाइन अब गाइड दिने चाहिँ उहाँ हुनुहुन्छ है र अहिले हामी विशेष व्यक्तिसँग भेट हुन गइरहेका छौँ है एकछिन बस्यो एकछिन बस्यो गरम खोइहाल्नु हुँदैन है माथिबाट आयो कि हामी अन्त यो लोहगढको विषयमा यसो सोधपुछ गर्दै हो तपाईँहरू अलिकति बुझ्नुहुन्छ अन्त यो लोहगढ लोहाराजा लोहरानी हुन्छ नि यो विषयमा तपाईँहरूलाई केही अलिकति जानकारी छ जानकारी त मलाई त जानेको थिएन म बोजूहरूलाई उनीहरू थाहा पनि मैं तो नहीं जाना मैं तो हमरे अल्लाह अल्लाह जिनिस फिर कोनो बात हो चाहिँ हत्तु भइयो क्या यस्तो छ मौसम गरम छ अहिले हामी लोहागढमा छौँ है लोहागढको विशेष हामीले पहिलाको अपडेटलाई फेरि गर्नको लागि यहाँ आएको थियौँ है लोहागढको अहिले मेन हामी एकदमै टपमा छौँ सिरानमा छौँ है यहाँ लोहागढको विषयमा है कुराकानी गर्नको निम्ति आएका थियौँ र लोहागढको जुन चाहिँ यहाँको जुन प्रकारको यो एउटा धार्मिक त्यो लोहाराजा लोहारानीहरूको कुराहरू छ है त्यो कुरालाई हामी खोतल्न आएका थियौँ है तर हामीले विशेष यस्ता जानकार व्यक्ति पाउन सकेका छैनौँ अहिलेसम्म खोजिरहेका छौँ अहिले लगभग दिउँसोको 3-4 बजिसकेको छ 3 बजिसक्यो लगभग है र गरम पनि एकदमै ज्यादा भइरहेछ र अहिले चाहिँ हामी विशेष यहाँ दोकानमा छौँ है र हेर्नुहोस् हामी विशेष त्यस्तो जानकारीहरू एकट्ठा गरेर हजुरमाझ यो जुन चाहिँ पौराणिक तथ्यहरू छ है त्यसको विषयमा हामी राख्ने प्रयास गर्छौँ है पोखरा पनि कुन साइड छ त्यो कोठारेकोले मात्रै बताउन सक्छ त्यो चाहिँ हजुर यहाँनिर लोहा गर्ने मान्छेले हतियारहरू बनाउने मान्छे यहाँनिर उयो हुँदैन भन्छ सुट गर्दैन भन्छ त्यो कतिको सत्य हो त्यो चाहिँ पहिला पहिला त्यस्तो थियो त ए हजुर यो लोहाको काम गर्ने मान्छे भाटीहरू राख्ने नहुने भाटी राख्यो भने चाहिँ अहिले पनि नराम्रै हुन्छ भने नराम्रै हुन्छ यहाँ चाहिँ तपाईँले राख्नु भएको छ नि तपाईँले पनि हतियारहरू बनाइरहनु भएको हजुर बनाउँदैछु तर मात्रै मिसिनबाट ए मिसिनबाट अच्छा भाटी तपाईँहरूले देखेको देखेँ भाटी त देखेको छैन कसरी भन्नु भाटी यस्तो हुन्छ यस्तो तान्ने क्या यस्तो तान्ने यस्तो तान्ने अन्त छालाको हुन्छ नि अन्त यस्तो जाप्ने त्यसलाई भन्छ भाटी त्यो चाहिँ राख्नु भएन त्यो चाहिँ राख्नु हुँदैन अहिले पनि राख्नु हुँदैन अहिले पनि कसैले राख्दैन राख्दैन अहिले फेरि त्योभन्दा पनि सजिलो सजिलो मिसिनहरू चलेको मेसिन चल्यो अहिले त त्यो राख्यो भने चाहिँ मान्छेलाई के नराम्रो हुन्छ नराम्रो हुन्छ अहिले पनि त्यो नराम्रै हुन्छ होला राख्दैन पहिला त त्यसरी काम गर्दा गर्दै काम गरेकै ठाउँमा मर्थ्यो अरे आम्मामा त्यस्तो
काम गरेको ठाउँमा मर्थ्यो हजुर काम गरेको ठाउँमा मर्थ्यो पहिला अम्, अनि खाँदैन थियो अच्छा अच्छा अहिले त त्यस्तो प्रब्लम समस्या छैन अहिले छैन हामीलाई राम्रै छ काम गर्न खाँदैछौँ भनेपछि तपाईँहरूले हात हतियार बनाएर लोहाको काम गरेर पनि भइरहेको छ हजुर त्यसले बनाएपछि अलिअलि हाजिरी रोजी बसेर खान्छ पहिला चाहिँ बनाउँदा बनाउँदै त्यहीँ मर्थ्यो मान्छे हजुर है हुन्छ यति भए पनि जानकारी दिनुभयो धन्यवाद किनभने हजुर अब हामी भन्दा चाहिँ अलिक जेठै कुरा छ त्यो कुरा छ कि हजुर अनि अब हामीलाई त्यति थाहा हुन सकेन हामीभन्दा चाहिँ अलिकति अगाडिको रेट छ त्यो। कति वर्ष पुग्नुभयो तर अगाडिको भन्दा पनि हजुर म त अहिले 70 वर्ष 70 वर्ष त्यो चाहिँ के भएको लोहा राजा लोहा रानीले श्राप दिएको पनि भन्छ भ्युटिनले मारेको अरे उहिले भन्छन् सुनेको कुरा त त्यही पनि आफ्नो मनभित्र कुरा आउँदैन आफूलाई भनाइ एउटा है बनाइ बाजे बराजुहरूले भन्दै आएको कुरालाई त्यही कुरा हो सुन्दै आएको सुनेको कुरा त भन्नुपर्दो रहेछ हामीले त एकदम गलत त होइन त्यो काहीँ भएकै थियो र त भनिरहेको छ हजुर भएकै कुरा चाहिँ भएको 70 वर्ष पुग्नु भएको छ है 70 वर्ष अब तपाईँहरूले सानैदेखि त्यो कुराहरू त सुन्दै आउनु भएको होला है हजुरले पनि यहाँको अब यस्तो दैविक घटनाहरू धेरैवटा हुन्छ भन्छ नि यहाँनिर होइन त्यो विषयमा चाहिँ के तपाईँहरूले अहिलेसम्म के त्यो चाल पाउनु भएको छ 70 वर्षको उमेरमा घटनाहरू त्यही हो पहिला पहिला त तुलुवागढ फारेस्टतिर घुम्न जान्थ्यौँ तर त्यो इँटाको मन्दिर भत्केको मन्दिरको त्यो इँटाहरू चाहिँ देखियो नभए केही अरू देखिएन हामीले त अरू कुरो चाहिँ त्यस्तो केही छैन जो सुनेको कुरो हो त्यो सुनेकोमै मात्रै छ सीमित छ है देखेको भने त्यही इँटाहरू चाहिँ देखियो इँटाहरू त्यो अवशेषहरू त थियो हजुर त्यो राजा रानीको अवशेषहरू इँटाहरू थियो हजुर अन्त त्यो तपाईँको के छ भन्थ्यो भने पञ्चेबाजाहरू पनि बस्थ्यो भन्ने पहिला पहिला त बुढापाकाले भन्दा यसरी राति राति बाजा बज्थ्यो त्यो भन्थ्यो पञ्चेबाजा बजेको बज्थ्यो नि हामी पहिला त्यहाँ त्यो जङ्गलबाट आउँथ्यो होला हजुर खै कहाँबाट आउँथ्यो अरे बाजा बजेको मजाले नै बज्थ्यो अरे बाजा भन्थ्यो मान्छे त्यहाँबाट एउटा रोशनी मतलब लाइट पनि आउँथ्यो भन्छ त्यो हो कि होइन त्यो लाइट त्यो त हामीले आफ्नो आँखाले पनि देखेन सुनेको पनि मैले छैन हजुर 70 वर्षको उमेरमा त्यस्तो केही त देख्नु सुन्नु चाहिँ भएको छैन सुनेको कुराहरू पहिला बाजे बराजुले भनेको कुराहरू मात्रै हो अन्त तपाईँको कुन चाहिँ पिँढीले चाहिँ भेट्यो होला बराजुले भेट्यो होला हाम्रो बाजेले चाहिँ भेट्नु होला ए बाजेले बाजेले भेटेन बराजुले बराजुले चाहिँ भेट्यो होला बराजुले चाहिँ भेट्यो उहाँहरूले चाहिँ साक्षात् देखेको हजुर त्यस्तो है हुन्छ पहिले थियो अरे जस्तै कि यहाँ डाँडामा बाजा साजा बस्थ्यो अरे के अरे जस्तै पहिले हुन्थ्यो अरे अहिले त छैन अहिले ढालपाँड भयो जम्मै हजुर ढालपाँड भयो अहिले अर्को बिजन लगायो त्यहाँ पछिसम्म त्यो उहरू चाहिँ थियो अच्छा हामीले पनि भेट्यौँ के भेट्नु अलिअलि त्यो उहरू भेट्यौँ हो त्यसको नमुनाहरू उयो के अरे फलफुल पनि थियो त्यहाँ एकजना भाइले तल एउटा मूर्ति भेटायो अच्छा कटारेमा भक्तले ए हजुर भक्तबहादुरले एउटा भेटायो त्यति ढालपाडको बेलामा त्यहाँदेखि त्यहाँ माथि थियो अब त्यहाँ त अब हामीले त पत्तै भएन ढालपाड भइगयो हो बाङबुङ हो अन्त अहिले चाहिँ केही छैन त्यता चाल्छु पहिले त बाजा बज्थ्यो अरे कता के भन्थ्यो हो अहिले चाहिँ त्यो छैन हजुर बडाले चाहिँ कति वर्षको उमेरमा यो त्यो भएको हो यो त तपाईँको के अरे मेरो हजुर हजुर तपाईँ कति वर्षको हुनुहुन्थ्यो कि त्यति मेरो झन्डै 50 वर्ष 55 वर्ष 50-55 वर्ष है उहाँ त्यो मूर्ति पाउने मान्छे अहिले जीवित हुनुहुन्छ जीवित छ उसको नाम भक्तबहादुर अच्छा भक्तन उहाँलाई केही भएन त्यो मूर्तिलाई अलिक गडबडी भयो अब के भयो त्यो उसलाई अलिकति झन्डै पागल भएर अलिक गलामा छुरी पनि लगाएको थियो आम्मामा ए गलामा छुरी लागेको थियो तर पछि के कसो गर्दा मिलाएर अहिले चाहिँ राम्रै छ मान्छे अहिले ठिक भयो ठिकै छ अहिले चाहिँ के दैविक चमत्कारहरू केही आउँछ त्यहाँबाट के हुन्छ केही पनि अहिले त हुँदैन गर्दैन पहिले सबैले अब पूजा गर्थ्यो कोही अहिले त कतिले गर्छ कतिले गर्दैन लुहा राजाको हो पूजा गर्नु पनि छोड्यो त्यति छ कहिले गर्दै होला गर्दैछ त्यहाँनिर एकजना पुजारी पनि हुन्थ्यो भन्छ है कसैले नदेखेको त्यो कतिको सत्य हो पुजारी चाहिँ थिए हामीले चाहिँ भेट्यौँ भेट्नु भएन है त्यहाँ ढुङ्गाहरू पनि रहेछ फलाम जस्तो त्यो चाहिँ के हो त्यो के हो त्यो त मूर्ति जस्तो थियो अलिअलि त्यो घरेटी जस्तो थियो त्यो घरेटी थियो घरेटी जस्तो क्या त्यो उसमा त्यो माथि सुन्तल के फलफुल पनि थियो पछि सब त्यो गयो ए सबै मासियो सबै घरेटी अन्त त्यहाँदेखि ढालपाड भयो त्यहाँदेखि ढालपाड भएर सबै नचढाइ खायो भने अन्ज्ञानमा नचढाइ खायो भने घुम्यो घरमा आउँछु भने त्यहीँ पुग्छ अरे घुम्यो घरमा आउँछु भने त्यहीँ पुग्छ अन्ज्ञानहरूले चाहिँ त्यसरी उयो गर्छ अहिले चाहिँ कस्तो छ अहिले त्यतातिर मान्छेहरू जान्छन् कि जाँदैनन् अहिले बिजनबाडी भयो नि त जम्मै अब त्यो सलङ सबै अहिले अर्को
यत्रो यत्रो भइगयो हो ए ए रुख बिरुवा बिरुवा अहिले सबै घुम्छ फिर्छ त्यति त्यही जङ्गलभित्र तल उयो पनि छ नि त फरेस्टको फरेस्ट अहिले त्यो केही प्रब्लम समस्या छैन धक्का चाहिँ दिँदैन कसैले त्यो हतियार बाउने मान्छेहरू लोहारहरू मर्छ भन्थ्यो नि पहिले चाहिँ अलि बिमार सिमार हुन्थ्यो खोइ अहिले चाहिँ चुपचाप छ त्यो पनि भाटी चलायो भनेर यता दक्षिण दिशा भाटी चलायो भने चाहिँ त्यो सधैँ नै थियो अरे हो ए पूर्व पश्चिम पारेर भाटी चलायो भने चाहिँ राम्रो हुन्छ दक्षिण उँधो फर्काइदियो भने चाहिँ राम्रो मान्छे मर्थ्यो अरे नि है ए अहिले चाहिँ अहिले चाहिँ मिसिन छ पूर्व पश्चिम चलाउँछ मिसिन पनि उँधो चलाउँदैन नि अहिले केही छैन त्यस्तो अच्छा अच्छा बडाको नाम चाहिँ के पर्यो होला बडा मलाई त सबै अब च्याङबा तामाङ भन्छ हो। छ्याङबा तामाङ कति वर्ष पुग्नु भएको म अहिले 83 वर्षको 83 वर्ष अच्छा यो तपाईँको बाजेको टाइमको हो कि बराजुको टाइमको कहिलेको समयको हो यो यो हजुर त्यो त हामीले त्यो हेरेको त हाम्रै पालिमा हो कि अच्छा अगाडिदेखि त अब के थियो नि ए तपाईँहरूले त्यो के अरे के बस्ने पञ्चेबाजा पञ्चे बाजाहरू पनि बस्छ भन्थ्यो नि त्यो चाहिँ हामीले देख्यौँ न ए देख्नु भयो सुन्नेको सुन्नु भएन तपाईँ तपाईँले सुन्नुभयो यहाँबाट ए सुन्नु बस्थ्यो अरे भनेर चाहिँ भन्थ्यो ए तपाईँको बाउ बाजेले अझै चाहिँ अगाडिकोले चाहिँ सुन्नु है है त्यस्तो भनेपछि यो लगभग 100-150 वर्ष चाहिँ पुरानै पुरानै हो पुरानो पुरानो भनेपछि यहाँबाट चाहिँ बुझ्छ त्यहाँनिर चाहिँ लोहा राजा र लोहा रानी चाहिँ आएको थियो होइन पहिले त पूजै गर्थ्यो त्यहाँ चाहिँ थियो अरे थियो। जस्तै अब तपाईँको यहाँ छ गुल्मा कलामा गुल्मा हजुर गुल्मामा छ गुल्मा रानी गुल्मा राजा गुल्मा रानी गुल्मा राजा गुल्मा रानी भन्थ्यो त्यहाँ पनि सुनेको मैले जस्तै सारी सुकाउँथ्यो अरे छाङ्ग औँसी पूर्णिमा अच्छा माथि हो त्यस्तो पनि थियो अरे त्यो गुल्मा खोलामा ए अहिले चाहिँ त्यो पनि हरायो हराएको अच्छा अच्छा त्यस्तो है हजुर ल हुन्छ 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 हस् धन्यवाद बाजे है तपाईँको जानकारी। त्यसलाई अहिले तपाईँहरू घुम्दै गयो भने कटारेमा भेट्नुहुन्छ त्यो उसको नाम चाहिँ भक्तबहादुर भन्छ कि उसले एउटा उसको उहाँलाई थाहा छ उसले चाहिँ एउटा मूर्ति भेटाएको थियो मूर्ति हुँदा चाहिँ उसलाई अलिक दकास पायो त्यो मूर्ति लास्टमा पुऱ्यायो कि अहिले उसकोमा छ कि के गरेको पुऱ्याइहरूलाई चाहिँ राम्रो भयो त हौ पुऱ्याइहरूलाई चाहिँ राम्रो भयो खोइ के गर्यो त्यो उहाँलाई थाहा छ है अच्छा हुन्छ हुन्छ